यसै 2083 मा 4 GPA ल्याउनको लागि कुन टाइम टेबल अहिलेदेखि फलो गर्ने त त्यसको बारेमा कम्प्लिट कुरा गर्छौं। तपाईले टाइम टेबल दिन्छु, त्यो अनुसार यदि पढ्नुभयो भने मजाले 4 GPA ल्याउन सक्नुहुन्छ है। त्यसैले भिडियो कम्प्लिट हेर्नु होला र साथीहरुलाई शेयर गर्न नबिर्सिनु होला है। सबभन्दा पहिला तपाईले 4 GPA सोच्ने साथ कसैको दिमागमा आउला कि 100 मा 100% मार्क्स ल्यायो भने मात्रै 4 GPA आउँछ भनेर सोचिराख्नु भएको होला, तर त्यस्तो हुँदैन है। हरेक सब्जेक्टमा हरेक तपाईको कतिवटा सब्जेक्ट छ, 7 वटा सब्जेक्ट छ भने हरेक सब्जेक्टमा के हुनु पर्यो रे 90% एबभ मार्क्स हुनु पर्यो। 7 को 7 वटै सब्जेक्टमा तपाईको के हुनु पर्यो 90% भन्दा बढी भन्नाले तपाईको टोटल 75 को एउटा सब्जेक्टको क्वेशन सोध्छ, जुन 75 मा तपाईको 67 अथवा त्यो भन्दा बढी मार्क्स आउँछ भने तपाईको हरेक सब्जेक्टमा है, एउटा सब्जेक्टमा के रे 67 अथवा बढी, त्यस्तै हरेक 7 वटै सब्जेक्टमा आयो भने तपाईको 4 GPA भइहाल्छ। त्यसैले सबभन्दा पहिला के बुझ्नु पर्यो, यदि तपाईको टार्गेट 4 GPA हो भने तपाईले के गर्नुपर्छ, एकदमै 100 मा 100% आउँछ, कसैको आउँदैन, 1-2 मार्क्स यताउता त भइहाल्छ। तपाईले चाहियो कति 67, हरेक सब्जेक्टमा 67 मिनिमम 4 GPA ल्याउनको लागि। अब त्यसमा पनि तपाईले यहाँबाट के सोच्नु पर्यो कि मलाई 4 GPA को टार्गेट छ भने 7 वटै सब्जेक्ट राम्रोसँग पढ्नु पर्यो र हरेक 7 वटै सब्जेक्टमा 67 कम से कम कटाउनु पर्यो। अब त्यसको लागि कुन टाइम टेबल फलो गर्ने त? अहिलेदेखि समय होला तपाईको एससीको, अहिले म भिडियो बनाउँदा धेरै समय छ। त्यस्तो अवस्थामा एक्जाम नजिकिँदै जान्छ, पढाइ त्यति बढी गर्दै जानुपर्छ। मैले टाइम टेबल त दिन्छु, त्यो सँगसँगै कसरी पढ्ने त्यो पनि भनिदिन्छु है, त्यो एकदम इम्पोर्टेन्ट छ। सबभन्दा पहिला कसैले अब सोच्ला कि टाइम टेबल यो यति बजेदेखि यति बजे यो गर्ने, त्यसपछि त्यो गर्ने, त्यस्तो टाइम टेबल अहिलेबाट फलो गरेर काम छैन है, किनभने अहिले धेरै समय छ। अहिलेबाट त्यसरी पढ्दा भएन र एक्जाम नजिक आइसकेपछि त्यही पनि टाइम टेबल मैले त्यति प्रिफर गर्दिन बनाउन, किनभने एक्जाम नजिक आइसकेपछि त हामीलाई जति समय रहन्छ त्यति हामीले पढ्नुपर्छ। त्यसैले टाइम टेबल भन्दा पनि कति घण्टा पढ्ने, के पढ्ने त्यो कुरामा बढी फोकस गर्नुपर्छ। अहिले समय धेरै छ, तपाईले के गर्ने, तपाई त स्कुल त जानै पर्यो। अब स्कुल अहिले मर्निङ होला, कसैको अब डे पनि हुन सक्छ, अब कसैको दिनभरि स्कुल हुन्छ। अब दिनभरि हुन्छ भने त त्यही पढाइदिन्छ होला, अब जसको दिनभरि हुँदैन कसैको 6 देखि 12 1 बजेसम्म 2 बजेसम्म हुन्छ होला। अब त्यसपछि कसैले ट्युसनहरु पनि पढ्छ होला। अब त्योहरु सबै गरिसकेपछि तपाईले आफूले मिनिमम है के गर्नु पर्यो, मैले धेरै पढ्न भन्दिन, 3 आवर्स डेली है, डेली तपाईले के गर्नु पर्यो, अहिलेबाट 3 आवर्स पढ्नु पर्यो। यो 3 आवर्समा के पढ्ने, के बुक पल्टाएर पढ्ने हो त हैन। तपाईको यो 3 आवर्स मिनिमम 3 आवर्स तपाईसँग समय रहन्छ भने अझै पढ्दा राम्रो, तर 3 आवर्स यदि पढ्नुभयो भने त्यसले नै तपाईको के रे 4 GPA ल्याउन सक्छ। धेरै गाह्रो छैन अहिलेबाट। फेरि एक्जाम नजिक आइसकेपछि मैले त फेरि केही कुरा भन्छु, त्यो अनुसार पढ्नु होला। अहिले 3 आवर्स डेली पढ्नु होला। त्यो 3 आवर्समा के पढ्ने त्यो कुरा मेन छ है। अब 3 आवर्समा तपाईले के गर्नु पर्यो, यो 3 आवर्स मैले के भनेको छु, तपाईको ट्युसन यदि पढिराख्नु भएको छ त्यो छोडेर, तपाईले स्कुलको टाइमहरु छोडेर त्यो बाहेक 3 आवर्स आफै पढ्नु पर्छ। यो 3 आवर्समा के पढ्नु पर्छ भने चाहिँ तपाईको स्कुलमा ट्युसनमा के दिन्छ होला, होमवर्कहरु दिन्छ होला। सबभन्दा पहिला यही 3 आवर्समा त्यो होमवर्कहरु बनाउने, कसैलाई धेरै होमवर्क दिन्छ होला, कसैलाई थोरै दिन्छ होला। अब त्यस्तो अवस्थामा तपाईले के गर्ने, कसैले थोरै दियो भने ठिकै छ, तपाईले त्यसमा पनि धेरै टेन्सन लिनु भएन। कसैले 2 देखि 3 घण्टा त होमवर्क बनाउनै के भन्छ लागिहाल्छ, त्यस्तोमा पनि तपाईले केही छैन, जति टाइम लाग्छ मजाले ट्युसनको स्कुलको होमवर्कहरु बनाउने। त्यसपछि टाइम यदि बाँकी रहन्छ 3 घण्टामा भने त्यसपछि के गर्ने, यदि 3 घण्टामा होमवर्क गर्दा गर्दै 3 घण्टा सक्यो भने तै पनि पढ्नु पर्छ भनेर मैले भन्दिन, तर यदि 3 घण्टामा बाँकी छ भने के गर्ने त? त्यति बेला तपाईले के गर्नुहुन्छ, तपाईले सरहरुले पढाएको कुरा छ त्यसको नोट पनि बनाउनु पर्यो है। नोट आफूले, हामीले त नोटहरु सबै प्रोवाइड गर्छौं, नोटको टेन्सन लिनु पर्दैन, तर आफूले बनाएको नोट सबभन्दा राम्रो हुन्छ। तपाईले 4 GPA चाहिन्छ भने 7 को 7 वटै सब्जेक्टमा 7 को 7 वटै सब्जेक्टमा के हुनु पर्यो, 7 को 7 वटै सब्जेक्टको आफ्नो ह्यान्ड रिटेन नोट हुनु पर्छ। अरूको सारेर
तपाईँले नोट बनाउनु भयो भने त्यो नोट होइन, तपाईँले सरले तपाईँलाई पढाउनुहुन्छ। हामीले पनि वान सर्ट भिडियो बनाउँछौँ, त्यहाँबाट पढ्दा नि हुन्छ। त्यो पढेर त्यहाँबाट बुझेको कुरा, त्यहाँको फर्मुलाजहरू, इम्पोर्टेन्ट कन्सेप्टहरू, त्यहाँको क्वेसनहरू कलेक्सन सबै आफूले सोल्भ गरेर एउटा नोट बनाउँदै जाने। त्यो नोट बनाउने है, त्यो नोट बनाउनु भयो भने तपाईँको के हुन्छ, तपाईँको पछि अहिले त सबै कन्सेप्ट पनि बुझिन्छ, सबै कुराहरू तपाईँले राम्रोसँग बुझ्नुहुन्छ र पछि त्यो रिभाइज गर्न पनि एकदमै सजिलो हुन्छ। हरेक सब्जेक्टको आफ्नो नोट बनाउनै पर्यो यदि 4 GPA ल्याउनु छ भने। आफ्नो नोट बनाउनु भएन भने 4 GPA आउने चान्सै हुँदैन है। त्यसैले आफ्नो नोट बनाउने। कसैले भन्ला सर मेरो त 3 घन्टा होमवर्क गर्ने जान्छ, अब त्यस्तो हुँदैन होला सबैको। यदि हुन्छ भने नोट तर कम्पलसरी हो, बनाउनै पर्छ। अब टाइम बढाउनु पर्यो, तपाईँले 4 घन्टा 5 घन्टा भयो नि तपाईँले नोट आफैले बनाउनु पर्छ। कसरी, के सबैको एकैचोटि बनाउने हो? होइन। स्कुलमा अथवा युट्युबबाट पढिराख्नु भएको छ भने हाम्रैबाट जति पढ्नुभयो त्यो अनुसार नोट आफैले बनाउँदै जाने, कि एकैचोटि सबै कम्प्लिट गर्न कोसिस नगर्ने। जति पढिराख्नु भएको छ त्यसको नोट बनाउँदै जाने, नोट पनि बनाउने। त्यसपछि तपाईँले के गर्नुपर्छ, यदि जस्तै च्याप्टर 1 सक्यो, च्याप्टर 2 पनि सक्यो, अब च्याप्टर सकेपछि सबै कन्सेप्टहरू बुझ्नुभयो, त्यहाँको एक्सर्साइजहरू गर्नुभयो, नोट बनाउनु भयो। त्यसपछि समय छ भने 3 घन्टामा धेरै हो कि सधैँ 3 घन्टा, त्यसैले त्यो 3 घन्टा त पढ्नै पर्यो। त्यसमा अझै के गर्नुपर्छ, नोट बनाइसकेपछि पास्ट इयरको क्वेसन हेर्ने। त्यो पास्ट इयरको क्वेसन सबै सोल्भ अहिले नगर्ने, के गर्ने रे, जे पढाइ भएको छ त्यो पढाइ भएको टपिक च्याप्टरको क्वेसनहरू हेर्ने। 82 सालमा, 81 सालमा, 80 सालमा कस्ता कस्ता आएको त्यो पनि सोल्भ गर्ने। आयो भने ठिक छ, आएन भने तै पनि हामीले सबै प्रोभाइड गरेको हुन्छ, त्यहाँबाट हेर्ने। मलाई किन आएन, के कन्सेप्टको कमी थियो, मेरो नोट कम्प्लिट छैन। यदि तपाईँले आइरहेको छैन भने तपाईँले बनाएको नोट अहिले कम्प्लिट छैन, अझै त्यसमा थप्नु पर्यो, बढाउनु पर्यो। त्यो सोचेर त्यो अनुसार गर्दै जाने। त्यति गर्नुभयो भने त्यसपछि के हुन्छ, तपाईँले कन्सेप्ट अहिलेदेखि के भन्छ भर्दै जान्छ, दिमागमा स्टोर हुँदै जान्छ र पछिको समयमा इक्जाम नजिक आउँदाखेरि धेरै स्ट्रेस पनि लिनु पर्दैन। र बाँकी रह्यो तपाईँको अहिले 2 दिनको छुट्टी दिन्छ। कुन दिन छुट्टी दिन्छ अरे, 2 दिन तपाईँले सटरडे र सन्डे छुट्टी दिन्छ। 3 घन्टा तपाईँले 5 दिन त पढ्नुहुन्छ। बाँकी रहेको 2 दिन जुन छुट्टी हुन्छ त्यो 2 दिनमा तपाईँले अब नोटहरू जति बाँकी छ, यदि 3 घन्टा पढ्दा पुगेको थिएन, सबै नोटहरू सबै होमवर्कहरू जे हुन्छ त्यो धेरै गर्ने। यसमा 3 होइन 6 आवर पढ्ने हो है यो 2 दिन। अब त्यसमा के गर्ने हो, त्यसमा तपाईँले जे छुटेको थियो अगाडिको सबै कम्प्लिट गर्ने हो त्यो 2 दिनमा। र बाँकी जति तपाईँले 1 हप्तामा पढ्नु भएको छ त्यो रिभिजन पहिला गर्ने, र त्यसपछि 1 दिनमा त्यो रिभिजन पनि हुन्छ। अर्को दिन तपाईँले पुरै अब पछि जति पढ्नु भएको छ भन्नाले अब सुरु त धेरै पहिलादेखि गरिराख्नु भयो होला, यदि सुरु गर्नु भएको छैन भने दिन बित्दै जान्छ, पढाइको कन्टेन्ट पनि बढ्दै जान्छ। सबै रिभिजन गर्नु पर्यो। हरेक हप्तामा के गर्नु पर्यो रे, रिभिजन। पछि जे पढ्नु भएको छ सरासर रिभिजन गर्नु पर्यो। 1-2 घन्टामा के अरे 1 घन्टामा एउटा सब्जेक्ट रिभिजन हुने गरी त्यसरी रिभिजन गर्नु पर्यो। अब हरेक हप्ता 7वटै सब्जेक्ट गर्नुपर्छ भने छैन, भ्याउँछ भने गर्नु होला, नत्र 1-2वटा सब्जेक्ट एउटा हप्तामा, अर्को हप्तामा पुरै जति पढ्नु भएको छ सबै रिभिजन गर्दै जानुपर्छ अहिलेबाट। अहिले रिभिजन गर्न धेरै टाइम लाग्दैन, किनभने थोरै पढ्नु भएको छ, थोरै कुरा हुन्छ, रिभाइज तुरुन्तै हुन्छ। अहिलेदेखि गर्नुहुन्छ, जति दिन बित्दै जान्छ पढाइको कन्टेन्ट बढ्दै जान्छ, त्यति रिभिजन गर्न पनि फेरि धेरै कुरा छ भने टाइम लाग्छ भने छैन, किनभने धेरैचोटि एउटै कुरा पढिसकेपछि त्यो पढ्न टाइम लाग्दैन। र त्यसैले पछि पनि तपाईँले होल बुक नै सकिसकेपछि तपाईँले 1 घन्टामा होल बुकलाई नै रिभिजन गर्न सक्नुहुन्छ। 1 घन्टा कम भयो भने 2-3 घन्टामा त पक्कै हुन्छ के, त्यो तपाईँले पढ्दै जानुभयो भने थाहा हुन्छ। यो कन्सिस्टेन्सीको साथ यदि तपाईँले पढ्नुभयो भने धेरै समय मैले मागेकै छैन, 3 आवर छुट्टीको दिन 6 आवर यति पढ्नुभयो भने 4 GPA आउँछ भनेर मैले लेखेर दिन सक्छु है। तपाईँले कसैले रोक्न सक्दैन 4 GPA ल्याउनबाट। त्यसैले र 4 GPA एकदम इम्पोर्टेन्ट छ। कसैले भन्ला है 4 GPA लिएर के हुन्छ, नपढ्दा नि हुन्छ, अलि यताउता पढ्ने यत्रो को मेहनत गर्छ। मैले धेरै मेहनतै गर्न भनेको छैन। डेली 3 आवर छुट्टीको दिन 6 आवर त्यति पढ्नुहोस्।
तपाईको 4 GPA आउँछ है। मजाले पढ्नुस्, बुझेर पढ्नुस्। तपाईले एक्जाम ओरिएन्टेड एकदम घोकेर नै पढ्नुपर्छ भने छैन। मजाले बुझेर पढ्नुस्, पछि यही कुराहरू काम लाग्ने हो। जति अहिले मेहनत गर्नुहुन्छ त्यति पछाडी तपाईलाई सजिलो हुन्छ। त्यसैले मैले यो फलो गर्न भनेको छु। आफ्नो के गर्ने रे, ह्यान्ड रिटेन नोट त बनाउने। त्यसको लागि हामीले पनि नोटहरू दिन्छौँ। त्यो अनुसार त्योबाट हेरेर, बुकहरू हेरेर, जता मन लाग्छ त्यो सबै हेरेर आफ्नो अनुसार बनाउनु पर्छ है। त्यो बनाउनु होला र मैले भने अनुसार त्यति घण्टा पढ्नु होला। त्यसले तपाईको 4 GPA ल्याउनबाट कसैले रोक्न सक्दैन। आज हामी यति नै गर्छौँ। तपाईलाई भिडियो मन पर्यो भने साथीहरूलाई सेयर गर्न नबिर्सिनु होला। थ्यांक यू फर वाचिङ।